सरकारी कर्मचारीको तलब 21%ले बढेको छ। सुरु तलबको 10% वृद्धि र बढेको तलबको 10% प्रोत्साहन भत्ता गर्दा समग्रमा 21% तलब वृद्धि भएको छ। अब हेरौँ कर्मचारीको तलब बढेर कति पुग्यो। सुरुमै कार्यालय सहयोगी बढेपछिको आधारभूत तलब 30,372 पुगेको छ। प्रोत्साहन रकम 3,037 र महँगी भत्ता 5,000 जोड्दा टोटल पारिश्रमिक 38,409 पुगेको छ। दोस्रोमा रहेको छ खरिदार। 10% बढेपछिको तलब 36,191 पुगेको छ। 3,619 प्रोत्साहन रकम र 5,000 महँगी भत्ता जोड्दा जम्मा पारिश्रमिक 44,810 पुगेको छ। तेस्रोमा रहेको छ नायब सुब्बा। 10% बढेपछिको तलब 38,203 पुगेको छ। 3,820 प्रोत्साहन रकम र 5,000 महँगी भत्ता जोड्दा कुल पारिश्रमिक 47,023 पुगेको छ। अधिकृत बढेपछिको तलब 48,057 पुगेको छ। 4,805 प्रोत्साहन भत्ता र 5,000 महँगी भत्ता गर्दा कुल पारिश्रमिक 57,862 पुगेको छ। उपसचिव बढेपछिको तलब 53,610 पुगेको छ। प्रोत्साहन रकम 5,361 र महँगी भत्ता 5,000 जोड्दा कुल पारिश्रमिक 63,971 पुगेको छ। त्यसैगरी सहसचिवको बढेपछिको तलब 62,465 पुगेको छ। प्रोत्साहन रकम 6,246 र महँगी भत्ता 5,000 जोड्दा कुल पारिश्रमिक 73,712 पुगेको छ। सचिवको बढेपछिको तलब 79,290 पुगेको छ। प्रोत्साहन रकम 7,929 र महँगी भत्ता 5,000 जोड्दा कुल पारिश्रमिक 92,219 पुगेको छ। र मुख्य सचिवको बढेपछिको तलब 84,932 पुगेको छ। प्रोत्साहन रकम 8,493 र महँगी भत्ता 5,000 जोड्दा कुल पारिश्रमिक 98,425 पुगेको छ। तलब बाहेक ग्रेड सङ्ख्याको आधारमा समेत सरकारी कर्मचारीको पारिश्रमिक बढ्दै जाने गर्छ।